नेपालको मध्यपश्चिम पहाडी भेगमा बसेको इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिएको एक अद्भुत भूमि प्युठान। मेरो आफ्नै जन्मभूमि प्युठान भए तापनि प्युठानका शक्तिशाली शक्तिपीठ लुप्लुङ भने म योभन्दा अघि कहिल्यै गएको थिएन। आफू जाने ठाउँ कस्तो र कति बेला पुगौँला भन्ने कौतूहलता हुनु त स्वाभाविक नै थियो। त्यहाँका डाँडाकाँडा अनि अग्ला चुचुराहरूले त बाल्यकालको याद दिलाइ नै हाल्यो। नआओस् पनि कसरी, बाल्यकाल र प्युठानी भूमिसँग मेरो सानैदेखि चिनजान छ। हामी त्यहाँ पुग्दा बेलुकाको कुलपूजा र भोलि बिहानको बलि चढाउने गौरा घरलाई तामझामका साथ सिगारिएको थियो। हामी पुग्दा कुल देवी देवताको मन्दिरलाई निकै तामझामका साथ बेहुली सिगारे झैँ सिगारिएको थियो। धनञ्जय गोत्रीय भण्डारी बन्धुहरूको उद्गम स्थल लुप्लुङ प्युठानमा आयोजित समावेशी कुलपूजा अर्थात् दिवालीमा हामीलाई पनि पुग्ने अवसर प्राप्त भएको थियो, जुन लुम्बिनी प्रदेशको उत्तरी भाग पर्यटकीय जिल्ला प्युठानको लुप्लुङ जुलेनी बराज क्षेत्रमा पर्दछ। यो कुलपूजा भण्डारी समुदायको एक देवी देवतालाई सम्मान गर्दै गरिने धार्मिक सांस्कृतिक पूजा हो। यो पूजा पुर्खाको चलन र चल्ती, कुलको संरक्षणलाई निरन्तरता, परिवारको सुख शान्ति र आगामी पुस्ताको समृद्धिको कामनाका लागि गर्ने गरिन्छ। यस्तो किसिमको कुलपूजाले पुर्खाप्रति आदर र सम्मान, परिवार र नाता सम्बन्धको एकता, सामाजिक र ऐतिहासिक पहिचानको संरक्षण र भावी पुस्ताले परम्परा बिर्सिन नदिनको लागि पनि यस किसिमको पूजाले निकै महत्त्व राख्ने गर्दछ। यस क्षेत्र अर्थात् प्युठान जिल्लामा लुप्लुङ र लुङका शक्तिपीठ अर्थात् देवस्थलमा भाकल गरेर बलि चढायो भने मनले चाहेको पुग्छ र परेको सङ्कट टर्छ भन्ने जनविश्वास समेत रहेको छ। 5 वर्षको एक पटक हुने यो कुलपूजामा
भक्तजनको आस्था विश्वास बढेको पाइन्छ। त्यसैले पनि होला यहाँका देवी देवतालाई बलि दिन नेपालका विभिन्न ठाउँबाट भक्तजनहरू आउने गरेको पाइन्छ। बिहानीको मिरमिरे उज्यालोसँगै कुलघर अर्थात् देवता राख्ने घर मन्दिरबाट बलिदिने स्थल करिब 500 मिटरको दूरीमा रहेछ। उक्त दूरी पार गर्न धामी पुजाराहरूलाई करिब 3 घन्टाभन्दा बढी समय खर्चनु पर्दो रहेछ, किनकि धामी पुजाराहरूले देवता बोकेर हिँडेपछि विभिन्न किसिमका झाँकी अनि पाठ पूजाको कार्यले कछुवाको गतिमा देवस्थलमा पुग्नु पर्दो रहेछ। यो भने मेरा लागि पनि निकै नौलो कुरा थियो। मेलामा हजारौँ दर्शकको बाक्लो उपस्थिति थियो भने परिवार र आफन्तजनसँग भेटघाट अनि भलाकुसारी गर्ने धेरै जस्तो व्यस्त देखिन्थे। मेलामा भक्तजन र देवाली हेर्न आउने दर्शकवृन्द र पूजाको अवसर पारी व्यापार गर्ने व्यापारीहरूको मनोरम दृश्यले कुलपूजालाई अझ धेरै गरिमा र कार्यक्रमको शोभा बढाएको थियो। यस्तो किसिमको कुलपूजाले पुर्खाप्रति आदर र सम्मान, परिवार र आफन्तजनसँगको एकता, सांस्कृतिक ऐतिहासिक पहिचानको संरक्षण र भावी पुस्तालाई परम्परा बिर्सिन नदिनको लागि पनि विशेष महत्त्व राख्दछ। हामी भने एक रातको ननिदाई शक्तिपीठको दर्शनपछि लुप्लुङबाट गृह जिल्ला दाङ फर्कने निधो गर्यौं। क्यामेरामा अर्जुन बुढाथोकीका साथ भिडियो एन्डिङ बागदोला।